नमस्ते। मलाई प्रोस्टेटको बिमारी भएको थियो। म देखाउन बाहिर गएको थिएँ र बाहिरबाट मलाई होप एन्ड हिल्समा मलाई रेफर गरिदिनु भयो। यहाँ डाक्टर सप्तश्री सरलाई मेन्सन गरेर पठाउनु भएको थियो। म यहाँ आएँ। यहाँ आएर मैले 20वटा रेडिएसन लिएँ। रेडिएसन लिएको बादमा सप्तश्री सरले फेरि मलाई मेडिसिनहरू दिनुभयो। यहाँ जो मलाई ट्रिटमेन्ट भयो, म एकदमै खुसी छु। सप्तश्री सरलाई चाहिँ म अब एउटा भगवान जतिकै मान्ने भएँ। किन भन्दाखेरि म अर्को जग्गाबाट मलाई ट्रान्सफर गर्नुभएको, उहाँको नाम लिखित लेखेर नै म यहाँ आएको हो। यहाँको म्यानेजमेन्ट, हस्पिटालिटी सबै राम्रो छ। म एकदम क्योर भएँ। मलाई किन आज बेल पनि मलाई बजाउनु लाउनु भयो, मैले बेल पनि बजाएँ। त्यसको मतलब म एकदमै क्योर भएँ र अरू मेरो भन्नु केही छैन। धन्यवाद हस्पिटल सबै हस्पिटल स्टाफहरूलाई अनि डाक्टर साहबलाई स्पेसली। अरू पनि कोही मेरो जस्तै पेसेन्टहरू छ भने म उहाँहरूलाई यही सुझाव गर्छु कि यो ओपन हिल्समा आएर डाक्टरलाईसँग कन्सल्ट गरेर ट्रिटमेन्ट गर्नु होला।